यो चाहिँ हाम्रो सुपारी बारी है गाइस। छिटो छिटो सुपारी बढाउन मन छ भने चाहिँ, छिटो छिटो फलाउन मन छ भने चाहिँ तपाईहरुले यसरी गोड्नुपर्छ क्या। बेला बेलामा सुपारीलाई यसरी गोडो अनि मल हाल्दिनुपर्छ फेदमा। यहाँ हाम्रो बुवा चाहिँ गोड्दै हुनुहुन्छ सुपारी। यहाँ हेर्नु न, 1 वर्षमै कति ठुलो भएको छ, कस्तो मजाले आएको छ। यो चाहिँ एकचोटि मात्रै सारेको सुपारी हो है। यता हाम्रो सानो सौरभ चाहिँ मल हाल्न सघाउँदै छिन्। सबै मल पोखिदियो है भाइले। सौरभको दाजु चाहिँ यहाँनिर भाइले काम गरेको हेर्दै। यस्तो गर्ने होइन नि, त्यस्तो म सबै लिनु गर्ने होइन। अब हामी चाहिँ यता हाम्रो चाहिँ यता गाई पनि छ। अब गाई दुने बेला भयो हाम्रो चाहिँ। अनि म चाहिँ यहाँ गाई दुन आँटेको।